भाइले बोलाउँछ नि सन्धि मलाई सन्धि त खै ल माइक अन गर्नु पर्ने कलाएर ल आम्मा आनान केटाहरु आन यस्तो के हो यो आम्मा अब चाहिँ एपको दिने हो ल सुरु हो अब ल ओके उतैबाट पुरै खिच्छ त यहाँ यो त मेरो छुट्टै लाग्यो नि माइक अन भयो माइक करेङ करेङ खाएर सुनाउनु नि अन भयो ल माइक त धिमालले दियो धिमालले धेरै बोल्छ म त बोल्दैन बोल्दैन खाने पहिलाको हिन्दीले दियो हिन्दीले खानु सुरु भइसक्यो सुरु भइसक्यो नि ए लु त्यसो भए चेस लु मकै मकै माग कुन छ यसमा चाहिँ त्यसमा यसमा कि त्यसमा त्यसमा सबैमा मलाई नुन लागे भनेको छ कि दामी चाहिँ सबै लागेछ हो है तिमीले चेक गरेको हो यो डस्टबिनले त रान्नु यो डस्टबिन त फुल हुन्छ त अनि बाबा यहाँ के छैन के हेर्छ फेरि यसरी यार हाँ के थाहा धेरै टिस्यु फाल्दो रहेछ अब काम गरेर त त्यस्तै त होला नि टिस्यु त हैन मैले हो मुख पोछेर फाल्छ के भएर लाग्यो यो टावेलले पोछ्दाखेरि साँच्चै हो मैले टिस्यु नै त्यही भएर ल्याएको वास्तवमा खासमा रुममा त मुख पोछ्नु चारा नै हुँदैन धनियाँ त यहाँ छ अनि साग छ ए माकडस यस्तो हो नि स्वाद छिराउने हो मकै दिमाग लागेन मकै चेस गर्नु पर्ने हो नि अब नयाँ लिएर कटिङ गर्न मिल्छ नि त्यहाँ भिडियो पछि है सुरुमा खाजा देखाउने अब ल बारु लिम एउटा सिङ्गल माइले सबैलाई टेस्ट गर्ने अब ल प्रवीण भाइ मकै चेस मकै टेस्ट गर्ने के ल त्यसरी गऱ्यौँ अस्तिर गएको त्यो धिमाल हेर न यसरी चलाउ न छिराइदिनु अनि टेस्ट हान्ने ल अहिले म त उ देख्छु क्या ल फेरि हटा न अलि भुन राख ल फाल भ्याएन राधा रानी ल ल ल भाइ प्रवीण के रहेछ भिडियो बनाउन लाग्यो होला नि आइसिङ माल आगो सार्नु पर्नु ल ल लानु ल चेस ल यहाँ हान्ने सबैले चेस चाहिँ यहीँ ल ल अनि यहाँ यसरी ल 1 2 3 ल मकै dropping why give dropping huh not like that ba हिमालको सिकेको के यो सस लगाएर खाने के फेरि भगवान् यसो अलि अब चिसोमा ल्याउनु अब यो तातोहरूले सबै भिरेन्दै पाछ छोरा हो यही हो लास्ट अब यसमा गर्नु हुन्छ त्यसो उता दियो भने एडभर्टाइज यसले गर्दा हो नि बन्द गरिदियो भन्दै एकछिन त्यो पाक्यो होला गालामा झ्याम हान न एसी बन्द कहाँ बिग्रिन्छ हो तातो भात त्यो खाऊ अब पायो अहो रोल त खत्तम च्याउ त खत्तम भइसक्यो ओके च्याउ मैले त्यो उम्लिने बेला हाल्नु भन्नु तिमीले सिका एडे के मार्नु हाल्नु न भाइ च्याउ त मुन्छ यो थोरै लाग्छ च्याउ पछि हाल्छ नि ओके
तर सम्झि यो मोबाइलबाट दामी भिडियो आउँछ यार अनि क्लियर ब्लरमा के ओहो बोल्छ ए तातो पानस पानस अब त्यो भन्छु ल यो मोबाइलबाट भिडियो त बबाल दिएर आउँछ यार कलरवाला मलाई पिर भएर जोड भयो त पिर भएछ त्यो सबै हाल्नु दिएन जोमको अनि म नुडल ल्याऊ अनि कापी नुडल साग अब छौने यसैसँग पनि सबै ल मेरो दाँदै कस्तो रहेछ या प्याज खोर्सानी खाने यहाँ चोपाले खाने सबै छ है केटा मोज गर मोज गर सागलाई निकाल्नु पर्यो सागलाई मेन साग हो अब निकाल न यहाँ के भयो यसलाई भेरी नाइस इन द वर्ल्ड हो साग डेन्जर हान्छ नि इङ्ग्लिस बोल्दा ओ यो त मोबाइल त अस्ति पनि झार्यो अहिले पनि बोक्ला यत्रो होइन हाले हाल्ने हाल हाल माछा म चाहिँ मासु होइन साग खाने म चाहिँ साग साग औ दामी दामी फिसबल प्लास्टिकमा यतिर हो आउँछु चाहिँ भाइ हो खोर्सानी अलिक जितिदिएछ पर्दैन त्यसै टोक्ने हो यो ल ल केटाहरू खोर्सानी खाएको भिडियो गर दामी 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 ल अब अलिअलि आलु गरेर छुट्टै टेस्ट आउँछ होला भिडियो के अरे त्यो औषधि मर्छ क्या औषधि मर्छ अनि केमिकल केमिकल हालेको हुन्छ यसमा खोर्सानी खाने हो यो ओइ कहाँ हान्नु यस्तो अनि गम गम हेर ओहो, हालेसँग मात्र तातो तातो ओइ बा तातो माछा भाइ माछा त्यो यो पहिले ससी थप्दा ककला हो यो खोर्सानी खानु हुँदैन तातो मोबाइल नझार है नझार यो त डिस्प्ले गएको मोबाइल हो फुट्छ बन्द हुन्छ फेरि ओ यहाँ यो सबभन्दा महँगो माल है यो मासु बोल धनियाँ धनियाँ सवाल ल्याऊ मासु धनियाँ ल्याउँछ धनियाँ एकैचोटि मासु काम गर्ने अब मासु ढिलो पाक्छ नि सबै हाल्दा हुन्छ ओहो मासु मासु देख्दैन नराम्रो नानी यार ल ल ओहो ओहो अर्के लामा त बुढी बोल्छ ओ ओ अडायो सेको खोर्सानी चाहिँ यहाँ डुबाल मान्छ ऊ हालौँ न खै त यहीँ रहेछ दाजु त ओहो के खाने यार सब छ यार फोरे भनेको त बम्मै बार्दिनु भयो यार यहाँ त यत्रो छ खाऊ 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 न अनि खाऊ खाऊ ए म्यागी आउँदैन नानी त्यो सुबानी पनि अब काँचो माछा सुक्खा सुक्यो ताब अनि यो हाल्ने अलिअलि भइहाल्छ हो यो पनि मिठो भइसक्यो हो नुन खोर्सानी हालेन है केही पनि हालेन त्यसमा हाल्नु पर्ने के त्यसमा अब हाल्दा हो त्यो अर्थै भएन नि यो यहाँ हाल्ने अब यहाँ हाल्ने जाउन मालदा अनि त्यो हो अनि हाल्ने खोइ नि यो बन्द अब यहाँ हाल्ने माछासँगै सुप अब यसमा मिसिन्छ सुप हाल्नु
त भयो भेरी हट चाइनिज सुप यस्तै त नि मार्यो उयो सस हाल्नुपर्छ ल नजर नरिस हिरो चाहिँ धन्दा रहेछ हो हिरो रान सबै खुर्सानी खान्छ जस्तो हिरो नभएर के हुन्छ सबैको टिसु त चाहिने रहेछ खसी सुप त हान्नु पऱ्यो केटाहरू टिसु याद आयो नि होइन आज के काम जान्दैछ है भोलि त्यसरी अर्को नियम हो आज बेला सकिहाल्छ होला बिहान 7 बजे मात्र नि ए कापिरोसँग भन्छ त हाल्यो नि साग ए यस्तो खायो त्यो देखाएको छ नि आएन मलाई फुल प्याकेज भन्दै एकछिन हाल्नु अब यस्तो बवाल हुन्छ सुप पुग्यो सम्झ्यो सुप यो खान ल यो कुरा होइन यो सुप यसरी नै खाने अब यसो खोर्सानी भन्छ नि के छैन यो दामी हुन्छ त्यो क्यामेरा फुल हुन्छ होला यतिकै त रोकिसक्यो कि नै रोही छैन अब जोग्ने हो होइन होस् कन्टिन्यू होस् यो भन्छ कहिले रमाइलो त यही त हो नि होइन यसमै छ मजा पिरो भयो क्या ओपर त्यही भएर यता खाऊ भनेको यता खाऊ अब सबले त्यो सुप त अब उमाल फाल्नु भइहाल्छ नि मालसँग खाएपछि त यो सुपमा नुन खोर्सानी लाग्यो नि यहाँ छ है माल कहाँ तेल हाल्नु ए हो दामी हुन्छ नि तर पानीमा हाल्पछि त हुँदो रहेछ नोरायण सुप त एकदम दामी बहाना आउँदो रहेछ दिमाग खुसी छ हाम्रो मैले अघि त्यही भनेको त्यो सुपमा हाल्ने भनेको फाल्यो त्यसो त्यो हड्डीको खाने नै सुप हो सब खाने आज कहाँ भ्याउँछ त नि त्यही सुपले छोपेर आइपुग्यो नि अब हड्डीको सुप त भोलि खान नि मिल्छ नि मिल्छ त हड्डी मासु छ खाउने किन नहुनु हड्डी टोक्ने अहिले लास्टमा खतरा टोक्ने भन्ने हड्डी त अनि कति बिरुवा पानी ल्याउँ त भाइ त्यो यो खोर्सानी पिरो रहेछ नि अनि कसले भन्नु पिरो छैन छैन म चिन्ता आइसक्यो यहाँ मैले भने माल आज पनि भ्याउँदैन भन्ने त्यही भएर ए खोर्सानी हाहा होइन भन्छ ए भाइ अलिअलि पिरो छ क्या अलिकति हुन्छ कि डुबाएर खान्छ भने हो पिरो झन् डुबाएर खाऊ पैसा खाऊ त नेपालको त्यो रायो सागको बास्ना आउँछ रायो सागको बास्ना आउँछ क्या त्यही भएर ल्याएँ मैले त्यो त होइन तर त्यस्तो फ्लेभर आउँछ क्या हो होइन भन् न सागमा यस्तो हेर केटाहरू फिस बल एउटा ससेस नुडल थोरै धेरै हाल्नु हुँदैन मिठो हुँदैन सिकाउँदैछु कि म च्याउ मसरुम पेट भरियो न बेतल बारेर खाने कि मसरुम सिमेजी मसरुम यो चाहिँ धनिया पाउ सिजिन्छ अनि यहाँ यस्तो कमाउने हो 10 जनाले पुग्ने माल भइसक्यो धेरै भागमा अनि यो टोक्ने नवीन खास एकदम अनि त्यो फरक पर्दैन के आइसँग राख्ने पानी आइसँग राख्ने फेरि बजे खाने हो यो छौ चाहिँ एकदम बाछी म चाहिँ बिर्सिन्छु कि चाहिँ बनाउँछ यार तो अब यार
अब कसरी निकाल्ने मुरु नि औसी मान्छेले औसी आमोसी पिरो भाया कोनै चाहिँ यहाँ छुन्न मेरो माया तङसी लेसी होसी सबै ल्याउँछ ओ साग ले साग त्यसो त उयो वाला अर्को वाला सागलाई चाहिँ बबाल खानु आज नानी ओ त्यो वाला यस्तो अब यसरी हाल्ने अनि सब यहाँ हालेर खाने कि मिठो हुँदैछ चाउ चाउ मिठो हुँदो रहेछ नभन्नु हुन्छ के हुँदो रहेछ भने त आजै खाएको केटाहरू हुनुहुन्छ हो यो त हामीले फिस बोल्दा 5 स्टार होटलमा खायो भन्दा बढी गरेर खाएर यत्रो धेरै कहाँ खाने यो त कहाँ दिन्छ दुई आज खाएको थाहै छ त अनि यति खाने बेला 1000 अस्ति हो 80,000 रिङ्गे 80 झगडा भएर अनि 4 जना दुई दुईवटा बोल खाने सिक्यो भनेर हामीले एक घन्टा गेरा साँच्ची हो रेली हो है फेरि के जान त्यो फिस बोल्दै थियो हामागुडी त म त देख्दै देखेन अब हेर देख्यो अर्को हो नि आमागुडी त्यो त एउटा खाएको मैले हामी एक घन्टा खाना एउटा मात्रै। यति खोपरा बनाएको अगाडि त्यो चाहिँ साँच्ची हो रेली हो हाम्रो ठुलोवाला थियो र सानो आमालाई नयाँ त दुई चारवटा दिन मात्रै आयो नेपाली 5 लाखको पार्टी हुँदैछ यहाँ चाहिँ पिरो चाहिँ ओपर ठिकै रहेछ प्रवीणले त अब स्पेसल मार्दै हेर्छ पुगिसक्यो ए नुडल दियो अनि हो नि भन्छ नि पेट जाने अब लास्टै भोक लाग्यो के खाऊ हुन्छ होइन अब हल्का भरेर यस्तै हो खाने चाहिँ यसो है केटाहरू धनी आउँछन् बाठा आओस् काँचै खायो भने आयु लामो हुन्छ रे केटाहरू आयु छोटो हुन्छ तपाईँहरू पनि यसो खानु बबाल मिठो हुन्छ अनि रमाइलो पनि हो त्यसै मैले अस्ट्रेलियामा केटालाई यहाँ बोलाएको होइन नि त्यतिकै पार्टी दिएको होइन अस्ट्रेलियामा अनि त्यहाँबाट अस्ट्रेलिया आइसकेको मान्छे पार्टी खान नि त्यसै 1 लाखको नेपालबाट अस्ट्रेलिया आउनुको लागि टिकट काटिदिएको होइन मैले हिजो भर्खर आयो केटाहरू भर्खर खाने बित्तिकै बम बम मोटाइदियो गरम जाममा गर्मी भयो यार कति भयो यो भने डल झार्नु मिल्दैन यसले गर्दा हो टाइम टेबल राखेर चाहिँ टाइम बन्द गरेको के हो होइन होला कहाँ टाइम टेबल राख्छ त्यो टाइम टेबलको बोलेको त नि त्यो मुनिको टाइमको हो नि कति बजी बन्द हुने हो सबै नै हो अस्ति राख्ने सबै पानी भ्यायो तर अफ चाहिँ हुँदैन हुँदैन तर फेरि टाइम टेबल राख्यो भने बिहान गएर अफ यो हुन्छ यही चलाउँदा यो चलाउनु हुँदैन नि नानी राति चाहिँ यही चलाउनु यो चलायो भने त यही हतार लान्छ त नि अब यो पाँच अहिले त होस् त ल यो त लानु पऱ्यो नि अनि नत्र मैले डराउने नि तर अहिले त्यहाँ गर्मी जानिरहेको छ झन्डेले हटी के गर्ने हटी सुप खाने यहाँ छ के र मलाई हटी सुप मेरो लागि सच्ची हो हटी खानु अब हटी त मजाले पाएछ खानुपर्छ नि यो चाहिँ खतरा देखाएर खानुपर्छ के र अहिले होइन कति हो त ए 4 5 6 7 8 10 वटा छ यो दुईवटा चाहिँ पुग्दैन कहिले लिएर खाऊ कहिले खाने विचार गरेर आएको छ काँडा त कहाँ सक्छ हामीले न मासु पायो रेलियो त्यो पातलो गरेर ल्याएको मासु अनि त्यो बेबिक्यू हो अनि वाउ मेरो फुल भएर भिडियो अफ भइसक्यो होला वाउ वाउ गरेर बस्छ वाउ ल वाउ अब खाने हो सागसँग सागी मासु खाने बानी भएर एकचोटि मान्छे सोक्कै लगा मासु यसरी हो एउटा काम त आउँदियो ताने त ओ माय लर्ड केटाले गदा गर्छ त अनि पछि केलाई राखिन्छ माटो हो सब आगाइसक्यो अब के खाने अब ओहो हामी प्याकेज तपाईँ प्याकेज हाने केटाहरू ल यस्तो गर्ने मासु हाल्ने त्यो हाल्ने यसलाई स्क्रोल गर्ने अझ यहाँ सस अँ मासु पुग्दैन सस अनि हुन्छ अरे हुन्छ
हो नाल नाल हो ना चल हाल अहिले यो सुप पनि मिठो भइसकेको छ मासु रसले पुरै सबै मिठो आउँछ के खाल भएन यार तातो भएन साह्रो पसिना आउँदैन हुन्छ सानो पार्छ त्यहाँ भएको मासु मेरो भएको बायाँ खाउँछु ओ ल्याएन म्यागी पानी भिजाएर ल्याउनु पर्ने छ राम्रो छ उमालेर निकाल्दा बित्तिकै हल्का तेल हालेर उस गरेर निस्किन्छ अब प्राइभेट पार्टी हो केटाहरू हेरेर भयो सबै के गर्ने त्यो त पुरै आएर बसिरहेको थियो विचार जा भन्नु होइन त्यही त जाऊ भने होइन मैले भनेको त्यसको बुढी सुन्थेँ यहाँ बायाँ सो आयो भन्थे हो अनि त्यहाँ त्यसले के भन्यो अनि बजाएर टो जाने मान्छे त्यो आएर कसले भन्यो यहाँ आएको पुग्छ भनिहाल्छ नि कहाँ फोन हुन्छ फोनमा त पुरै त्यो त नेपालदेखि म्यासेज गर्नु मिल्दैन दुईजनै बोलिरहेको थियो मैले के भने हौ बुझेँ मैले भने कहाँ मैले तपाईँले भनेको त अनि मैले हो ए पुरै बोला त अनि कुरो त ठिक हो नि अब के भन्ने बाहिरै सुन्ने त सुन्नु भएन ओइ यु इन्भाइट आशा भन आएको थोरै सामान तर मलाई चाहिँ बायाँ सो आयो भन्दै ससी थोरै थप्नुपर्छ नि त्यहाँ ससी थप यहाँ छैन नि भित्र हाल्नु अलि थोरै हाल्नु त्यो गर्नु सुसाल्छौँ च्याउ पनि थोरै हाल्नु न छैन र ससेज मात्रै च्याउ पनि हाल्नु हाल्यो सबै हाल्यो सबै नहाल्यो च्याउ त फिस पोल चाहिँ त्यो चिकन के अरे मासु बिफ हो त्यो बोल फिस बोल टोफु हो धेरै खाइँदैन होला एक घन्टा हाल्यो च्याउ त खान्छ होला त्यो चाहिँ सबै हाल्नु यो त लुचुको बाहिर खाने बित्तिकै हो अब त्यो धेरै उमार्नु हुँदैन हल्का उयोमा तिमी पोसिनल त अनि यो त कहाँ आउँछ त अहिले त अनि यो त होइन रहेछ त अनि यसो बोक्रो फाल्नु पर्ने ठाउँमा त त्यसरी कलर निस्केपछि यो त कलर पेन्टिङ गरेछ पो त बोक्रावाला होइन यो ढुक्रेवाला हो यो पोसिनल यस्तो भिजेर हो न सुके पुसपुस साइलेन्ट पुस्दैन नि अनि ए बोरवाल रहेछ ए ताना आम्मामा कस्तो सेतो भएछ है त्यो बिच त होइन भन्छौ बिम्सिन त होइन मैले यो डोरी नाकबाट सेतो भयो एकछिन मात्रै हुन्छ होला अलि भएको छैन कमसेकम 1 घन्टा राख्नुपर्छ अघि मैले यो गरेको केही आएन पातलो त्यही त नि त्यो दारे जुवा भाटा गएर आउँदैन नि भाइ यस्तो साथीमा होइन नि यहाँ मात्रै पुग्नमा लाग्यो होइन दिमागले पुगिहाल्छ धनिया हालेर यसरी हाल्नुपर्छ खानुपर्छ धनिया खायो भने आइबढ्छ मसरुम निकालेर भनौँ भइसक्यो भिडियो त स्टप हान्नुपर्छ होला अब त नभन्छ अब हड्डी खानु बेला मात्र कलर म हेर्छ भइरहेको छ